सम्पूर्ण मेरो साथीहरूलाई म इन्दिरा खतीको तर्फबाट नमस्ते साथी, शुभ प्रभात। आजको हाम्रो यो पाठ 5 र 5 क्वेसन नम्बर 3 को प्रेजेन्टेसन छ, जसमा क्वेसन रहेको छ विश्वमा भौगोलिक अवस्था फरक परेको कारण मानवको आर्थिक क्रियाकलाप र जीवनशैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो। नेपालमा पनि विविध भौगोलिक अवस्था र मानव जीवनशैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ कि यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी उदाहरणसहित पुष्टि गर्नुहोस् भनेको छ। र यसलाई चाहिँ मैले छोटो शीर्षक दिएको छु, जसमा रहेको छ भौगोलिक अवस्थाले जीवनशैली र आर्थिक क्रियाकलापमा परेको प्रभाव रहेको छ। र त्यसको परिचयमा आउँछ विविध भौगोलिक संरचना भएको देशमा मानिसको जीवनशैली, रोजगारी, आर्थिक गतिविधि तथा भाषा संस्कृति सबैमा विभिन्नता देखिन्छ। जस्तै नेपालमा हामीहरू सबैजना एउटै त हुँदैनौँ नि, त्यसो हामी सबैजना यहाँ तपाईँहरू पनि सबैजना छुट्टै छुट्टै हुन्छौँ, म पनि छुट्टै हो। अनि त्यसपछि मानिसले आफू बसेको स्थानमा गर्ने चाहिँ भू आकृति, माटो र स्रोत साधन अनुसार जीवनयापनमा तरिका अपनाउँछ। नेपालमा भौगोलिक विविधताका कारण हरेक ठाउँमा मानिसले विभिन्न फरक आर्थिक काम गर्छन्। अब जस्तै नेपाललाई चाहिँ हिमाल, पहाड, तराई भागमा डिभिजन गरेको छ। हिमालमा बस्ने र हिमाल पहाड तराईमा बस्ने मान्छेहरू सबैजना छुट्टै छुट्टै हुन्छ। र सुरुमा छ हिमाली क्षेत्र, जुन चाहिँ उत्तरी भागमा पर्ने हुनाले अत्यन्तै चिसो अनि पहाडी ढिस्कयुक्त भन्नाले डल्ला भएको अनि वर्षभर हिउँले भरिएको हुन्छ। हिमाली क्षेत्र अत्यन्तै सुखद, चिसो र उच्च स्तरमा भएको क्षेत्र हो। यहाँ वर्षभरि हावा चिसो र पातलो हुन्छ र यहाँको जीवनशैली र आर्थिक क्रियाकलाप हुने हो भने मानिसहरू यहाँनिर खेतीपाती कम हुन्छ, किनकि यहाँनिरको खेतीयोग्य जमिन कम भएकोले। अनि यहाँ चाहिँ मानिसले प्रायः जस्तो याक, भेडा, च्याङ्ग्राहरू पालेर रौँ, ऊन, घिउ, च्याङ्ग्राको मासु लगायत वस्तु उत्पादन गरेर उनीहरूको जीवन पालेका छन्। चिसो मौसमको कारणले यहाँ